हेलो गाइस, नमस्ते, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ आक्की मुलिज भ्लगमा चाहिँ। अनि यो चाहिँ मेरो दोस्रो भ्लग हो। अन्तखेरि हामी सोल्टी म अन्तखेरि मामा चाहिँ घुम्नु जानु आँटेको। अनि घुमेर आएर हामी चाहिँ के गर्छौं तपाईहरुलाई देखाउँछौं। अनि हामी चाहिँ अलि हैन होली खेल्छौं, तर म चाहिँ खेल्दिन। यहाँनिर मामा भदैनी अन्तखेरि सोल्टी चाहिँ आइपुग्यो। अब हामी चाहिँ माथि जान्छौं। गुबाथुङ्गी गएको हामी चाहिँ होली खेल्नु गएको 4 जना। अब होली खेल्दै जाने हो। खेल्दै जाउँ ल। किन लजाउनु भएको? मेरो साथीहरु आजको होली खेल्ने साथीहरु हो कि हैन भन्नु त। हामी चाहिँ भिडियो बनाउँछौं, तर आधी बाटोमा चाहिँ बनाउँदै जान्छौं भिडियो। प्राय चाहिँ गुबाथुङ्गीमा भिडियो गर्ने भनेको। सोल्टीले मेरो ब्लगमा आएर बिल्ला गर्नुहुने रे मेरो। ल गर्नु, के गर्नुहुन्छ लु छिटो। आज त घाम पनि लागेको छैन। रोडोडेन्ड्रन थियो र हामीले चाहिँ टिप्यौं। सबैले टिपेको हो त। रोडोडेन्ड्रन र त रेन्डन। कस्तो राम्रो। हाम्रो गाउँमा चाहिँ जति पनि आउँदा हुन्छ हैन। यस्तो गुराँस त कति पाइन्छ। यता तलबाट जाउँ न। तलबाट म अगाडि हिँड्छु, म अगाडि। एकछिनै सिममा भासिन्छ। एकछिन बिस्तारी बिस्तारी। हामी चाहिँ कुद्दै जाँदैछौँ माथि। एकछिन मेरो चिम्टी खस है। यिनीहरूले त मलाई छोडेर अगाडि पुगिहाल्यो नि। उकालो छ नि त। ऐ म गले। कस्तो राम्रो देख्यो आज त। आहा वाउ, बल्ल रोड टाइम। कस्तो राम्रो भ्यू देखिन्छ कि यहाँदेखि। तर आज हुस्से लागेको छ, त्यही भएर देखिँदैन। नभए यहाँतिर कस्तो दामी उयो देखिन्थ्यो क्या भ्यू। वाउ, हाम्रो गाउँ चाहिँ यति राम्रो छ हैन। मैले मेरो गाउँको यति धेरै प्रशंसा गरिरहेको छु हैन। गुबाथुङ्गी चाहिँ राम्रो छ हैन। अहिले मेरो फोनमा पो नराम्रो आएको त। अरु राम्रो फोनतिर त राम्रो आउला नि त। 2 3 4 मुस्किलले सोल्टी सक्नु भएन बिचारा। 4 चोटी ल तपाईँ हान्नु त। म 10 चोटी हान्दिन्छु नि। तर त्यो सानो छ नि त, नत्र भए हान्दिने हो 10 चोटी। हामी चाहिँ गुबाथुङ्गी आइसकिसक्यौं हैन। रोडमै छौं तर आइसक्नु आन्ट्यो। पानी नभएको टार। यो के यस्तो? हाम्रो गुफाथुङ्गी गुफा नभए पनि गुबाथुङ्गी हो नि त, राम्रो छ। गुफा नभए थुङ्गी म चाहिँ हिँड्नै सकिनँ है, गले बिचारा। म चाहिँ ठुलो भएर होला कुद्नु पनि सकिनँ। यिनीहरू त सानो छ, एकैचोटि कुदेर पर पुगिसक्छ। अनि म चाहिँ बिचारा एक्लै हिँड्दै जानुपर्छ। ल गुफा किन छैन? यहाँनिर छ त एउटा, म देखाउँछु तपाईलाई। ओ गुफा कसम भनेको गाई चाहिँ यत्रो गुफा चाहिँ कहिले देखेको थिइनँ है मैले। साच्चै बाजु गएको यत्रो गुफा कहिले देखेको थिइनँ। गुफा नभएको थुङ्गी भन्नुभएको हैन, गुफा छ त। हो त्यही हो त। कत्रो गुफा रहेछ फेरि। हामी चाहिँ गुफाथुङ्गी पनि आइसकिसक्यौं। अनि कोही पनि रहेन गुफाथुङ्गीमा चाहिँ। यहाँनिर चाहिँ कोही डुल्नु पनि आएको रहेन। अनि अब हामी चाहिँ होली खेल्छौँ भन्दाखेरि जाने हो चट्टोसँग। यहाँ तल सानो पोखरी छ अनि यहाँनिर ठुलो छ। यो पोखरीमा चाहिँ कत्रो ठुल्ठुलो माछा छ क्या। तर घाम लाग्दाखेरि मात्रै देखिन्छ क्या। कहिलेकाहीँ अस्तिनिर मैले पनि देखेको, तर एउटा मात्रै देखेको हो। कति धेरै माछा छ क्या। ल
यहाँनिर चाहिँ 3 जना पिङ खेलेको अरे। खेल्नु न खेल्नु पालो बिलो म पौडी खेल्नु पर्छ नि। हामी माथिनिर डाँडा पुगेर आउने अन्तखेरि पिङ पनि खेल्यौँ अनि पिङ खेलेर माथि गएको माथि पुगेर आउँछौँ। आज चाहिँ सबै डाँडा घुमेर आउने हो बिस्तारी बिस्तारी। छिट्टो आएको नि त हामी किनभने अहिले चाहिँ 9 बज्दै होला 9:30 त्यस्तै हुँदैछ। भ्लग बनाउने भनेर छिट्टो आउने भनेको थियौँ अन्तखेरि ट्याक्कै प्लान जस्तो गरेको थियो त्यस्तै नै भयो क्या। हजुर बिस्तारै सँगसँगै रोशनी म होइन बिस्तारैसँगै जानुपर्छ। फुपू भन्दैन पिङमा भूत चढ्यो अरे भूत चढ्यो जस्तो छ। यहाँनिर अस्तिनिर गएको होइन उयो डाँडामा गएको होइन त्यहाँनिर त्यहाँको यहाँ यो डाँडा चाहिँ होइन उपल्लो डाँडा चाहिँ गएको। कति वर्ष भयो हामी यहाँ नआएको। फोटो नबनाउनु नि हो घुम्नु आउने मान्छेले होइन फोटो टिपेर चट्ट जलाएर जाँदा पनि हुने हो। फाइनली हामी चाहिँ चौतारामा आइपुगिसक्यौँ। ढुङ्गी पनि यति नराम्रो चाहिँ होइन राम्रै छ होइन तर पनि यहाँ पिकनिक खाने मान्छेहरूले चाहिँ आएर बोतलहरू फुटाइदिएर होइन यहाँ भोलि हेर्नु न यसरी राखिदिएको रहेछ अनि त्यहाँ तल पनि बोतलहरू फुटाएर कस्तो फुटाइदिएको छ नि त। अनि जस्ट अब पिकनिक खानु त आउनु होइन आएर पनि यसरी बोतलहरू चाहिँ नफुटाइदिनु नि त। अनि यो फोहोरहरू चाहिँ एक ठाउँ फालिदिनु नि त जलाएर जानु नि। घुम्ने ठाउँ पिकनिक खाने ठाउँमा चाहिँ जस्ट अब घुमेर पनि अब यो फोहोरहरू चाहिँ एक ठाउँ थुपारिदिएको भए एक ठाउँ राखिदिएको भए राम्रो हुन्थ्यो नि त। घुम्नु अरू मान्छे घुम्ने आउनेहरूलाई पनि राम्रो हुन्थ्यो। अनि होइन तपाईँहरू चाहिँ कतिजना यहाँ गुफाथुङ्गीमा घुम्नु आउनुहुन्छ भने चाहिँ प्लिज फोहोर नगरिदिनुहोस्। फोहोर गरे पनि होइन त्यो फोहोरहरू चाहिँ जलाएर बियरको बोतलहरू छ भने चाहिँ एक ठाउँ राखिदिनुहोस्। अनि त्यसो गर्दा फोहोर अलिक कम हुन्छ किनभने यहाँनिर कति फोहोर भएको छ क्या यो ठाउँहरू होइन। अब चाहिँ हामी यहाँ माथिको डाँडा जान आँटेको माथि यहाँबाट हो बाटो यो उकालो हो त्यो होइन यो उकालो हामी अस्ति पनि गएको नि त माथि डाँडामा गएर हामी चाहिँ होली खेल्ने त्यही भएर माथि जान आँटेको। आज चाहिँ यो गुफाथुङ्गीमा जति पनि डाँडाहरू छ त्यहाँ सबै घुमेर जाने हामी कसम भनेको। यो उकालो चाहिँ यति उकालो छ नि मम्मा हेर्नु न। यहाँ डाँडामा आइपुग्यौँ अन्तखेरि म चाहिँ अघि तल बोल्दा बोल्दै स्टोरेज फुल भएर अन्तखेरि फेरि भिडियो डिलिट गरेर फेरि भ्लग बनाउँदैछु। अब हामी चाहिँ होली खेल्छौँ अनि होली खेलेको भिडियो देखाउँछु म।
अब हामी चाहिँ होली पनि खेलिसक्यौँ अब घर जाने एकछिन बस मे क्या था क्या हो गया यहाँ बस्नु त हामीलाई होली दामी लागेको यतिको होली चाहिँ खेल्नुपर्छ नि यतिको होली खेल्यो भने चाहिँ होइन दामी हुन्छ ब्ल्याक एन्ड व्हाइट मैले चाहिँ सबैलाई ह्याप्पी होली भन्ने बिर्सेछु क्या सबैजनालाई ह्याप्पी होली हामी चाहिँ यो बाटो थाहा छैन तर कुन बाटो हो हामी चाहिँ घर जाँदैछौँ हामी चाहिँ खाजा पनि खाएर घर जाँदैछौँ यहाँसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद See you in the next video. Bye bye. Bye. Hello guys, हामी चाहिँ भ्लग भन्नु आयो तपाईहरु भन्नु न कस्तो लाज लागेको भन्नु न ए कस्तो कमेडी देखिन्छ यो चाहिँ लाइदिहाले हामी चाहिँ भ्लग इन्डिङ गरेको थियौं अन्तखेरि फेरि इन्डिङ गरेको थियौं अनि फेरि मोमो खाने भनेर अनि मोमो हामी चाहिँ मोमो बनाउँदै छौं देखियो भन्न देखियो मोमो खाएको देखियो यति बेला हेर मेरो भिडियोहरु एक्सर भन एक्सर बस ल मोमो बनाएर खाउँथे नि तिमीले मलाई किन छोड्यौ भन्न मोमो बनाएर दिन्थे तिमीले किन छिटो बेगारेको बोल्दै हेर्छ मेरो त त्यस्तो त भन्नु थियो धारामा जानु भएको छ नि त हेलो वेलकम ब्याक टु माय युट्युब च्यानल हेरेर गर्नु हुँदैन टाइममा भन न इज्जत जान्छ नि फेरि भगाउनुहोस् न यता क्यामेरामा देखिनुहोस् न प्लिज हजुर त्यहाँ भुकेकै हो नि फेरि टोपी लायो भनेर के पो भन्छ कि मन दुखिरहेछ हौ होइन के अरे दिनेश दाजु भाउजी दिदीहरूले धमाधम मोमो बनाउनु हुँदैछ फिल्टर लाएर मलाई चाहिँ म यहाँ बिचको काटेर हान्छु लामै बनाउँछु राति सपनामा देखेको मोमो खानु पारेर रमाएको है हेलो गाइस आजको भ्लगमा हैन हामी चाहिँ यस्तो लामो गिला गल्लो दुईटा गेलाहरु पनि ओराको गर्छु थेचारेको यसरी बेलेकै चेप्टाकै हेर्नुस् त हामीले कति धेरै चेप्टाको छु मामाको रोटी थेप्रे रोटी यो चाहिँ हाल्दिहाल्यो यस्तो हेर न दुईटा गेडाहरु यसरी बनाइन्छ के दानाहरु राखेर खानु बस्छ नि त होटलहरुले भन्न के लाग्छ भन्न तपाईलाई के लाग्छ